हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ हजुरहरू सबैजनालाई। अनि आज चाहिँ मेरो भिडियोको क्वालिटी र साउन्ड अलिकति फरक आउन सकिरहेको छ किनकि म अहिले DJI-को ओस्मो पकेट 3बाट भ्लग गरिरहेको छु, जुन चाहिँ मलाई मेरो मम्मीले जापानबाट पठाइदिनु भएको थियो र बाबा आउनुभएको छ, त्यसैले बाबाले आउँदा ल्याइदिनु भयो। यो चाहिँ म जेबाट बोलिरहेको छु, यो माइकबाट बोलिरहेको छु। यो माइक बिरानी चल्छ। अहिले म यहाँनिर वाइड एङ्गलबाट लगाएको छु। अब अलिक उयो आयो। यो चाहिँ लेन्स, यसले अलिकति वाइड बनाउँछ। अनि त्यही हो, मसँग यहाँनिर DJI-को बक्स नै छ। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म नि एकदमै धेरै सन्चै छु, त्यस्तो केही पनि भन्नु छैन। अनि आजको हाम्रो कन्टेन्ट चाहिँ के हो भन्दाखेरि आज चाहिँ हामी सबैजना हाम्रो भनेको म भाइ दाइहरू सबैजना भेट्दैछौँ। हाम्रो आज चाहिँ हल्का मिटअप पार्टी छ। कहाँ भन्दाखेरि एयरपोर्ट होटलमा। अहिले मेरो गोप्रोमा चार्ज पनि सकिएको छ र के पार्टी हुन्छ, कसलाई भेट्छु, कससँग के खाने, को के गर्ने भनेर म सबै क्यामेरामा देखाउँछु। तपाईँहरू सबैजना राम्रोसँग बस्नु होला। म अनि यता राम्रोसँग बस्छु। बाई बाई। सो गाइज, हामी चाहिँ अब निस्किसकेको है। यो चाहिँ म हो। हामी अलमोस्ट रेडी भइसक्यौँ। अनि बाबा अब आफै पकाउने खाल्यो होला। यहाँ डक्स छ, यहाँ रेहान दादा छ, यहाँ बाबा हुनुहुन्छ। यहाँ हामी जाँदैछौँ। सो हामी उतैतिर गएर भेट्छौँ। हाय द गाइज। हेलो हिमांशी। हेलो लियाना। हेलो। आज तिमी कहाँ आएको छौ? किन? खाना के खान? वाफल वाकल? जे पनि खाना। हेलो हिमांशी, के खान आएको तिमी? जे खानु होला उ त्यही खाना। के खान आएको? खाना खाना आएको। हेलो भाइ, तिमी के खान आएको? हामी यहाँ उयो भाग्य पनि उयो बाहिर है। डक्स, हेलो। के खान आएको तिमी? खै अब हेर्नुपर्छ मेन्युमा। सक्छु। तिमी के खान आएको? जे पाउँछ भेज। किन चिकन नखाने? ला म त हेलो परी, चिकनको। हेलो। तिमी के खान आएको? म खाना। यता चाहिँ हाम्रो गाइज बन्धु अङ्कल हुनुहुन्छ। त्यो होइन अङ्कल, हेलो भनिदिनु न। यसोबालाई रुम हेर्न जाने। सो हेलो गाइज, अहिले चाहिँ हामी यो चिकन विङ्स खान आँटेको छौँ। अनि यो चाहिँ हाम्रो यस्तो छ। अनि हामी चाहिँ ग्लोभ्स लगाएर खाँदैछौँ है। आजको हाम्रो मुखबाङ यहाँ 3जना छ। खाने मान्छे हामी 2जना छौँ। डक्स खाने यो 3जनै मान्छे भेट्यो। भाइ रेडी? ल गाइज, अब हामी रेडी हो।
चियर्स गरौँ न सो गाइज हामी चाहिँ अहिले चाहिँ 9 बजे रातिको 9 बजे हामी घर बाहिर बसिरहेको छौँ म र सक्षम अनि हामीले चाहिँ यहाँ रेहान्दाहरूलाई पर्खिरहेको छौँ है एकदमै धेरै हुस्से लागेको छ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर पछाडिबाट गाडी पनि आइरहेछ एकदमै धेरै वाइल्ड खतरा हुस्से लागेको छ अनि यहाँ पर्खिरहेको हामी है यो चाहिँ हाम्रो घर हो यो